good morning. What's up, guys? Welcome to my YouTube channel. होइन गाइज आज चाहिँ म घाँस काट्न आएको छु। घाँस काट्न आउँदाखेरि म अब भारी पुगेर अब घर जान आँटेको होइन। देख्न सक्नुहुन्छ भारी डेन्जर छ होइन। भारी टोको पनि अलिक पुरानो पुरानो भएछ। देख्नु आज चाहिँ यतै यस्तो जङ्गलमा आएको छु। जङ्गलै भनौँ न, खेतहरू यसरी बज्याएर चाहिँ होइन अलैँचीहरू लगाएको छ। यी देख्न सक्नुहुन्छ। आज चाहिँ म घाँस काट्न आएको होइन। धेरै दिन भएछ घाँस नकाटेको, धेरै दिन पछाडि आएको आज। अब अरू त के भन्नु, यस्तै छ जङ्गल। अब म चाहिँ भारी पुऱ्याएर होइन घर जान आँटेको। अब घर गइन्छ। घाँसको भारी त देखिहाल्नुभयो। अब धेरै दिन पछाडि घाँस काटेको होइन। हात यसरी घाँस काट्नै बिर्सिसकेछ भनेको। अब यस्तै हो, गाउँले जिन्दगी हाम्रो यस्तै छ होइन। अब गाई बस्तुलाई बाख्रालाई घाँस काट्नै पर्छ। यस्तै छ गाउँले जिन्दगी गाइज। कहाँ कहाँदेखि हुनुहुन्छ होइन। मेरो यो युट्युब च्यानललाई चाहिँ सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला। सबैजनालाई म अनुरोध गर्दछु। जसकोमा पुग्छ यो भिडियो, उहाँहरूले चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला। आशा छ गर्नुहुन्छ भन्ने होइन। यति भन्दै अब म चाहिँ अब घाँस बोकेर घर जान लागेको होइन। अब यस्तो छ जङ्गल छ, बाटो पनि होइन। खेत बज्याएर चाहिँ यो मात्रै होइन, यो धेरै अन्य धेरै खेतहरू बज्याएको छ। यो पनि खेतै थियो पहिला होइन। अब यो उँधोको सबै खेतै थियो पहिला। अहिले चाहिँ अब खेत बज्याएर अलैँची लगाउने गरेको छ। प्रायः सबै ठाउँमा नै छ यो चलन होइन। यस्तै छ गाइज। अब घर जाँदैछु म होइन। यस्तो छ हालत, गाउँले जिन्दगी हो होइन। अब आफूले मात्रै खाएर नहुने, अब दिने अब गाई बस्तु पनि अब मलको लागि होइन पाल्नै पर्छ। गाई बस्तुलाई पनि खुवाउनै पर्छ, दिनै पर्छ। सो गाइज यस्तो छ। यस्तो छ बाटो पनि। अब जङ्गल छ पुरै। अब पहिला चाहिँ बाटो थियो होइन। अहिले चाहिँ पुरै जङ्गल भएछ। यो अलैँची लगाएको हुनाले गर्दा